नमस्कार सबैमा। रातिको करिब 9 बजिरहेको छ र कोहलपुरमा यो जडान गरिएको लाइटले निकै नै चहल पहल दिएको छ र मान्छेहरू यहाँ आउने फोटो खिच्ने क्रम बढी नै रहेको छ। निकै नै अलिकति एउटा फरक किसिमको रौनक छाएको छ कोहलपुरमा। तपाईँ हामी सबैजनाले देख्न सक्छौँ। टिकटक स्टारहरू आउने, भिडियो बनाउने एउटा मनोरञ्जनको माध्यम बनेको छ। अहिले कोहलपुरको सहर चाहिँ अलिकति व्यस्त देखिँदै गइरहेको छ। पक्कै पनि एउटा यो फरक किसिमको सुरुवात हो र धेरैजनाले चाहिँ यो अलिकति चराचुरुङ्गीहरू बस्ने वासस्थानलाई चाहिँ डिस्टर्ब गर्यो भन्ने खालको कुराहरू पनि पोख्नु भएको थियो। पक्कै पनि यहाँहरूको कुराहरू समय सान्दर्भिक छ नै, तापनि करिब यो हाइवेदेखि, मेन हाइवेदेखि जहाँ नेपालगञ्ज कोहलपुर हाइवे छ, त्यो हाइवेदेखि 3 मिटरको 4 मिटरको डिस्टेन्समा रहेको बिरुवाहरूमा यसै पनि अत्याधिक मात्रामा गाडीहरू चल्ने भएकाले, शोर सराबा हुने भएकोले चाहिँ यहाँ चाहिँ अब चराहरू बस्ने त्यो खालको वातावरण छैन र त्यति यो लाइटले पनि त्यति फरक पार्दैन भन्ने चाहिँ हामीले बुझेका छौँ। यद्यपि कुनै कुरा गर्दा केही न केही अलिकति फरक प्रभाव त पर्छ नै, तापनि यो काम चाहिँ एकदमै सम्मानजनक छ। हामी सबैले प्रशंसा गर्न योग्य काम।